यस भिडियोमा हामी नेताहरूको वास्तविक पढाइ कति हो र यी नेताहरूले कुन विषयमा कतिसम्म पढेका छन् त्यति मात्र होइन, यी नेताहरूको स्कुल लेभलदेखि मास्टरसम्मको यात्रा बुझ्नेछौँ। सो सुरु गरौँ अहिलेको माननीय नेता नम्बर 10 सस्मित पोखरेलबाट। काठमाडौँमै हुर्किनुभएका उहाँले आफ्नो प्रारम्भिक र माध्यमिक शिक्षा अमेरिकाबाट पुरा गर्नुभयो। ओक्टेन हाई स्कुल र डिब्लो भ्याली कलेजमा पढ्दै अन्तर्राष्ट्रिय अनुभव हासिल गर्नुभयो। उहाँले काठमाडौँ युनिभर्सिटी स्कुल अफ लबाट BBM LLB पुरा गर्नुभयो, जसले उहाँलाई कानुन र व्यवस्थापन दुवै क्षेत्रमा बलियो बनायो। अहिले उहाँ त्रिभुवन युनिभर्सिटीमा पोलिसी, गभर्नेन्स र एन्टी करप्सनको विषयमा मास्टर गरिरहनु भएको छ। र यसैगरी हाम्रो नम्बर 9 मा रहेको छ विराज भक्त श्रेष्ठ। विराज भक्त श्रेष्ठ नेपालका एक उदयमान राजनीतिज्ञ हुन्, जो हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको रूपमा देशको सेवा गरिरहेका छन्। उनले यासे यानयान इन्टरनेसनल कलेजबाट बिजनेस एडमिनिस्ट्रेसन BBA मा स्नातक तह पुरा गरेका छन्, जसले उनको व्यवस्थापन र नेतृत्व क्षमतामा थप मजबुत प्रदान गरेको छ। यसैगरी हाम्रो नम्बर 8 मा रहेको छ रवि लामिछाने। रवि लामिछाने एक चर्चित नेपाली टेलिभिजन प्रस्तुता र राजनीतिज्ञ हुन्। उहाँले आफ्नो विद्यालय तह SLC भिरकुटी सेकेन्डरी स्कुलबाट पुरा गर्नुभएको थियो। त्यसपछि उहाँले +2 उच्च माध्यमिक रत्न राज्य क्याम्पसमा अध्ययन गर्नुभयो। उहाँसँग पत्रकारिता तथा जनसञ्चार विषयमा मास्टर डिग्री गर्नुभएको छ। र यसैगरी हाम्रो नम्बर 7 मा रहेको छ आशिका तामाङ। आशिका तामाङको जन्म 17 अक्टोबर 1992 धादिङमा भएको हो। 2026 को हिसाबले हेर्दा उहाँ अहिले 32 वर्षको हुनुभयो। आशिका तामाङ सामाजिक अभियन्ता हुन्, विशेष गरी बालबालिका र सामाजिक काममा सक्रिय छन्। उहाँको पढाइ डेभलपमेन्ट इकोनोमिकमा मास्टर डिग्री हासिल गर्नुभएको छ। र यसैगरी हाम्रो नम्बर 6 मा रहेको छ सुनिल लम्साहाल। बाल्यकालदेखि नै उहाँलाई गणित र विज्ञान विषयमा विशेष रुचि थियो। उहाँले लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा ब्याचलर डिग्री हासिल गर्नुभयो। त्यसपछि भारतमा NITTE बेङ्गलुरुबाट स्ट्रक्चर इन्जिनियरिङमा मास्टर डिग्री लिनुभयो। हाल उहाँ काठमाडौँ युनिभर्सिटीमा सोल वेस्ट म्यानेजमेन्ट विषयमा PhD गर्दै हुनुहुन्छ। र यसैगरी हाम्रो नम्बर 5 मा रहेको छ डाक्टर स्वर्णिम वाग्ले। डाक्टर स्वर्णिम वाग्ले एक प्रतिष्ठित नेपाली अर्थशास्त्री र राजनीतिज्ञ हुन्। उहाँले अस्ट्रेलियाको अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा PhD गर्नुभएको छ। त्यस्तै अमेरिकाको हार्वर्ड युनिभर्सिटी अन्तर्गत पर्ने हार्वर्ड केनेडी स्कुलबाट अन्तर्राष्ट्रिय विकासमा मास्टर र बेलायतका लन्डन स्कुल अफ इकोनोमिकबाट अर्थशास्त्रको स्नातक BSc पुरा गर्नुभएको छ। उहाँसँग 25 वर्षभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव छ। उहाँले वर्ल्ड ब्याङ्क र युनाइटेड नेसनल डेभलपमेन्ट प्रोग्रामी जस्ता ठूलो संस्थामा वरिष्ठ अर्थशास्त्रीको रूपमा काम गर्नुभएको छ। र यसैगरी हाम्रो नम्बर 4 मा रहेको छ हर्क साम्पाङ। हर्क साम्पाङ धरान उपमहानगरपालिकाको भूपू मेयर हुनुहुन्छ। उहाँको जन्म खोटाङमा भएको हो र त्यहाँबाट स्कुल शिक्षा पुरा गर्नुभएको हो। पछि उहाँ धरान आउनुभयो र महेन्द्र मल्टिपल क्याम्पस त्रिभुवन युनिभर्सिटी अन्तर्गतबाट अङ्ग्रेजी र राजनीति विषयमा BA अध्ययन गर्नुभयो। उहाँले केही समय ट्युटरको रूपमा काम गर्नुभयो र त्यसपछि इराक र अफगानिस्तानमा करिब 6 वर्ष काम गरेर अनुभव बटुल्नुभयो। र यसैगरी हाम्रो नम्बर 3 मा रहेको छ सोभिता गौतम। सोभिता गौतम एक नेपाली राजनीतिज्ञ र वकिल हुनुहुन्छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीकी सक्रिय सदस्य हुनुहुन्छ। उहाँले त्रिभुवन युनिभर्सिटीबाट कानुन LLB अध्ययन गर्नुभएको छ र अहिले अन्तर्राष्ट्रिय कानुनमा LLM गर्दै हुनुहुन्छ। साथै उहाँले काठमाडौँ युनिभर्सिटीमा विकास अध्ययन पनि गर्नुभएको थियो। राजनीतिमा आउनु अघि उहाँ टेलिभिजन कार्यक्रम सञ्चालक TV होस्ट पनि हुनुहुन्थ्यो। उहाँ विशेष गरी संविधान र प्रशासन सम्बन्धी कानुनमा राम्रो ज्ञान राख्ने कानुनी विज्ञको रूपमा चिनिनुहुन्छ। र यसैगरी हाम्रो नम्बर 2 मा रहेको छ सुदन गुरुङ। सुदन गुरुङ अहिलेको गृहमन्त्री हुनुहुन्छ।
उहाँले ए लेभलसम्म अध्ययन गर्नुभएको छ। उहाँ हामी नेपालका संस्थापक र पूर्व अध्यक्ष पनि हुनुहुन्छ, जसले विपद र उद्धार कार्यमा काम गर्छ। 2015 को भूकम्पमा उहाँले सक्रिय रूपमा राहत र उद्धारमा सहयोग गर्नुभएको थियो। साथै नयाँ पुस्ता जेनजी को आन्दोलनमा पनि उहाँले महत्त्वपूर्ण भूमिका खेलाएर सरकार परिवर्तनमा योगदान दिनुभएको थियो। र यसैगरी हाम्रो अन्तिम नम्बरमा रहेको छ बालेन्द्र शाह। उहाँले भारतको विश्वेश्वरैया टेक्नोलोजी युनिभर्सिटीबाट स्ट्रक्चर इन्जिनियरिङमा एमटेक गर्नुभएको छ। नेपालमा पूर्वाञ्चल युनिभर्सिटी अन्तर्गत सिभिल इन्जिनियरिङमा बिई गर्नुभएको छ। अहिले उहाँ काठमाडौँ युनिभर्सिटीमा न्यू हेरिटेज सञ्चारमा पिएचडी अनुसन्धान गर्दै हुनुहुन्छ। तपाईलाई कुन नेता सबैभन्दा इन्ट्रेस्टिङ लाग्यो कमेन्टमा लेख्नुहोस्। यस्तो रोचक जानकारीका लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा फेरि भेटौँला।